डेलिभरी बॉय माथि प्राङ्क गरेको भिडियो भाइरल। प्राङ्कको नाममा दुर्व्यवहार गरेको भन्दै कारबाही गर्न माग। दर्शकबिन सामाजिक सञ्जालमा भ्यूज र लोकप्रियता बटुल्ने नाममा बनाएका प्राङ्क भिडियोहरूबारे फेरि एकपटक बहस चर्किएको छ। यसपटक डेलिभरी गर्न पुगेका एक युवकलाई चोर भन्दै अपमानित गरिएको तथा डर त्रासमा पारेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कडा आलोचना गरेका छन्। भाइरल भिडियोमा सुनसान कच्चे सडकमा 4 जना युवकले सामान अर्डर गरेको देखिन्छ। अर्डर पुर्याउन नीलो रङको मोटरसाइकलमा पुगेका डेलिभरी बोयलाई देख्ने बित्तिकै एक युवकले मान्छे हेर्दा नै चोर जस्तो छ भन्दै टिप्पणी गरेको सुनिन्छ। त्यसपछि उनीहरूले डेलिभरी बोयलाई घर कहाँ हो भनेर सोध्छन्। उनले तराईबाट आएको बताउँदा पनि उनीहरूमाथि होच्याउने र अपमानजनक टिप्पणीहरू जारी रहन्छ। उनले तराईबाट आएको बताउँदा पनि उनीमाथि होच्याउने र अपमानजनक टिप्पणीहरू जारी रहन्छ। डेलिभरी बोयले ल्याएको टेम्पर ग्लासको मूल्य 3500 रुपियाँ भएको बताएपछि युवकहरू एकाएक आक्रामक बन्छ। आफूहरूलाई ठग्न खोजेको आरोप लगाउँदै उनीहरूले डेलिभरी बोयलाई थर्काउने, ब्याग फालिदिने, धम्की दिने तथा भिरबाट फ्याँकिदिने जस्ता अभिव्यक्ति प्रयोग गरेका छन्। यति मात्र होइन, उनीहरूले उल्टे डेलिभरी बोयसँग पैसा माग्दै मानसिक दबाव सिर्जना गरेको भिडियोमा देखिन्छ। लगातार अपमान र धम्कीपछि डेलिभरी बोय हात जोडेर माफी माग्न बाध्य हुन्छ। उनले आफूलाई चोर किन भनिएको भन्दै प्रतिवाद गर्ने प्रयास गरे पनि युवकहरूले उनको अनुहारकै आधारमा चोर जस्तो देखिएको भन्दै थप होच्याउने व्यवहार गरेका छन्। स्थिति झन असहज बनेपछि डेलिभरी बोय त्यहाँबाट भाग्न खोज्छन् भने युवकहरू उनको पछि पछि दौडिन्छन्। भिडियोमा ओइ भाइ रोक न यार भन्दै लखेटेको दृश्य पनि देखिन्छ। भागदौडकै क्रममा एक युवक सडकमा जमेको पानीमा चिप्लिएर लड्दा घाइते भएका छन्। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। यति बेला सामाजिक सञ्जालमा उक्त भिडियोलाई मधेसी समुदायप्रति लज्जित अपमानजनक व्यवहारको संज्ञा दिँदै संविधानले सुनिश्चित गरेको समान अधिकारमाथिको प्रहार भएको टिप्पणी गरेका छन्। त्यस्तै विभिन्न प्रयोगकर्ताहरूले श्रम गरेर जीविका चलाइरहेका व्यक्तिलाई चोर भन्दै सार्वजनिक रूपमा अपमान गर्नु कुनै पनि दृष्टिले मनोरञ्जन हुन नसक्ने बताएका छन्। धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै भिडियोमा संलग्न व्यक्तिमाथि कानूनी कारबाही गर्न माग गरेका छन्। खोज तलासका क्रममा उक्त भिडियो जीवन ओली नामक युट्युब च्यानलमा जुन 24/2026 मा अपलोड गरिएको पाइएको छ। 4 मिनेट 24 सेकेन्ड लामो भिडियोको सुरुवातमा यसलाई प्राङ्क भनेर उल्लेख गरिएको छ। भिडियोको अन्त्यमा भने प्राङ्क गर्ने टोलीले डेलिभरी बोयसँग माफी मागेको, सामानको रकम भुक्तानी गरेको तथा भिडियो सार्वजनिक गर्न अनुमति लिएको दृश्य देखाइएको छ। यद्यपि भिडियोको अन्त्यमा सहमति र माफी मागेको देखिए